एउटा बुढी आमै बिस्तारै गरेर टक्कै दमौली बजार आइपुग्यो। अहिले चाहिँ हामी दमौलीको पुलमा यतापट्टि खोला छ। अहिले चाहिँ पानी हुन्छ है, बर्खामा चाहिँ कत्रो ठुलो हुने। नयाँ पुल पनि यतापट्टि पर्दै रहेछ, आधा आधा त भइसकेको छ है। यसरी पो बनाउँदो रहेछ तल जम्पनी। साथी हामीहरू पोखरामा खानासाना खाएर हामी लाग्यौँ बागलुङतिर। बागलुङ हुँदै मनाङ मुस्ताङ हेर्दै जाउँ कहाँसम्म पुगिन्छ। टार्गेट चाहिँ मुस्ताङसम्मको हो। यस्तो दामी देखेको कतिको चिसो खबर। अहिले चाहिँ हामी बेनी बागलुङ कटेर तातो पानीतिर। तातो पानी अझै आउनलाई 2 घन्टा छ भन्छ। राति पर्छ कि के हो थाहा छैन। यहाँ कस्तो मिठो हिमाल देखेछ ल। बाटो पनि कट्याङ कुल्टुङ कुल्टुङ र कट्याङ। हामी तातो पानीमा खाना खान लाग्यो। यता हाम्रो खाना हजुर तयार भएको रे अघि नै। कस्तो छ हाम्रो आजको बसाइ चाहिँ साथीहरू यहाँ हो। यहाँ भोलि बिहान 8-9 बजीतिर उठेर मार्फातिरको यात्रा छ। अहिले चाहिँ बिहान भइसक्यो। खोला यहाँ खोलाको बेकुसुमै तारेभिर हामी बसेको गेस्ट हाउस। सुन्तलाको बोट। अब हामी यहाँबाट निस्केको। हिजोको बसाइ थियो तातो पानीमा। तारेभिर यहाँ हिमाल देख्न सक्नुहुन्छ। यतापट्टि घाम यहाँ हिमाल तारेभिर। यो चाहिँ तातो पानीको हावा है। यता तातो पानी चाहिँ यही खोला छ। यहाँ हेर्नु बाटोतिर पुरै यो चाहिँ तातो पानी है साथीहरू। तातो पानी हजुर त्यहाँ स्ट्यान्डमा हाल्यो नि। पोल्छ होला है। टाइम मिल्यो भने आउँदाखेरि बस्नु पर्ला। है साथीहरू हामी मुस्ताङतिर लाग्यौँ। बास बस्दै
अरूले जस्तो कुदाउन सक्दैन। गाह्रो छ हो साथीहरू, गाह्रो गाह्रो सँगसँगै चिसो पनि छ। कस्तो दामी होइन झर्ना चाहिँ। मेरो लुक्स, मेरो स्वाग। बिस्तारै बिस्तारै जाने हो नातिको नै यस्तो बाटोमा कता लन्टाङ र लुम्पुङ अगाडि हेरेर चलाउने। हेर्दाखेरि छङ्गै छ। धेरै सपनाहरूको एउटा सपना पुरा गर्दै छैन त। दामी दामी हराउने तल त फेरि छङ्गै हो नि साथीहरू, छङ्गै छङ्गै। अलि राम्रोसँग चलाउनै बुढो। यही बाटो हो, यही बाटो हो। राति नभए त केही नि हुन्न क्या। रातिमा हो डर लाग्ने केटा। बिहानमा हिँड दिउँसो रातिसम्म त कसो नपुग्ला र। बेनी हो कि के लेखेको दाना, त्यो म्यापमा देखाएको थियो नि दाना भनेर। हाम्रो साथी नै हाम्रो पछि पछि हिँड्दैछ। हाम्रो साथी नै हाम्रो पछि पछि हिँड्दैछ भने डाँडा कटिसकेपछि मात्रै आउँछ होला जस्तो लाग्छ। हेर्दै जाउँ, घुम्दै जाउँ के कस्तो हुन्छ। हामी बिहान नहुँदै घुम्न जाने भनेर कस्तो रहर गर्थ्यो। बल्ल अहिले जे पनि टाइमिङ हुनुपर्छ भन्थ्यो। क्या पहिला क्या हामी कस्तो घुम्न जाने भनेर रहर गर्थ्यौँ कि। मलाई त कति डर लाग्यो होइन यस्तो बाटो त। हेटौँडा जाने बाटो त कति हिँड्यो यस्तै त हो नि ब्रो। हामी छिर्दै जाँदै गरेको। मलाई त यी चिलाइराख चलाउने मान्छेलाई कस्तो भइरहेको कस्तो हो। त्यो त अहिले त हावा चले छैन नि त होइन। अहिले त हावा छैन है। अब अहिले 12 1 बजे कस्तो गर्छ। साथीहरू बाटो बनाउँदै रहेछ। बाटो बनाउँदाखेरि कुर्नै पर्यो। कति घन्टासम्म कुर्नु पर्ने कि मिनटसम्म कुर्नु पर्ने थाहा छैन। हाम्रो पछाडि पनि है त।